नीतिहरूलाई तथ्य र प्रमाणमा आधारित बनाउन र स्वार्थ प्रेरित निर्माण नियन्त्रण गर्नका लागि राष्ट्रिय नीति तर्जुमाका आधारभूत पक्षका ढाँचाहरू र नीति परीक्षण ढाँचा लागू गरिएको छ। मन्त्रालयको सङ्ख्यामा कटौती गरिएको छ। प्रशासनिक बोझ घटाउन सङ्घीय मन्त्रालयको सङ्ख्या 18 मा सीमित गरिएको छ भने 17 सदस्य मन्त्रीमण्डलको गठन गरिएको छ। यसबाट वार्षिक रु 20 अर्बसम्म बचत हुने अनुमान गरिएको छ। नीतिगत र कानुनी सुधारमा सुशासन, सार्वजनिक सेवा र विकास निर्माणसँग विभिन्न नीतिगत र कानुनी प्रावधान गरिएको छ। सार्वजनिक खरिद ऐन दोस्रो संशोधन विधेयक संसदमा पेश गरिएको छ। यसबाट खरिद प्रक्रिया थप सरल, सहज र प्रतिस्पर्धी हुने विश्वास लिएको छ। राजनीतिक हस्तक्षेप मुक्त सार्वजनिक प्रशासनको लागि हामीले युनियन व्यवस्था खारेज गरी प्रशासनलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेप मुक्त बनाइएको छ। सुशासन तथा भ्रष्टाचार नियन्त्रणमा केही कदमहरू लिएको छ। राजनीतिक पदाधिकारी तथा उच्च पदस्थ कर्मचारीको गैर कानुनी सम्पत्ति छानबिन गरी कारबाहीका लागि सिफारिस गर्न जाँचबुझ आयोग ऐन 2026 बमोजिम सम्पत्ति छानबिन आयोग गठन गरिएको छ। हालसम्म 11,000 भन्दा बढी सम्पत्ति विवरण तथा उजुरी सङ्कलन गरिएको छ। त्यसको अभिलेखीकरण र प्रारम्भिक विश्लेषण जारी भइसकेको छ र काम अगाडि बढिरहेको छ। नेपाल बाल सङ्गठन, बाल मन्दिर र एनसेल सेयर स्वामित्व विवाद सम्बन्धी उच्च स्तरीय छानबिन प्रतिवेदनहरू कार्यान्वयनमा आएका छन्। सिआइबीबाट ठगी, अपराधिक विश्वासघात सम्बन्धी कसुरको अनुसन्धान जारी रहेको छ, अगाडि बढिसकेको छ। विभिन्न आयोग समितिका छानबिन प्रतिवेदन कार्यान्वयनमा ल्याउन सबै मन्त्रालयलाई प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयबाट निर्देशन आइसकेको छ। सदाचारिता प्रवर्धन, आचार संहिता निर्माण, परिपालना र स्वार्थको द्वन्द्व नियन्त्रणमा समेटिएको एउटा नीति, राष्ट्रिय सदाचार नीति जारी भएको छ। सरकारी निकायमा आपसी लेनदेनमा संलग्न 666 जना बिचलियालाई नियन्त्रणमा लिएको छ। 170 विरुद्ध मुद्दा दर्ता भएको छ। लुटपाट र आक्रमणमा संलग्न 13,696 जनालाई नियन्त्रणमा लिएको छ भने 6,195 लाई मुद्दा दायर गरिएको छ। 4,123 जोखिम क्षेत्रमा सीसीटीभी जडान गरिएको छ। रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा ल्याइएको छ। ठूलो परिणामको सरकारी र सार्वजनिक जग्गाको अभिलेख अद्यावधिक गरिएको छ। फेवाताल जलाधार अतिक्रमण हटाउने कार्य प्रारम्भ भएको छ। त्रिभुवन विश्वविद्यालयको अतिक्रमित जग्गा खाली गर्न 17 निकायहरूसँग प्रक्रिया अघि बढाइएको छ। उखु किसानहरूको 13 अर्ब 76 करोड रुपैयाँ, करिब 92% बक्यौता भुक्तानी सहजीकरण गरिएको छ। दुग्ध किसानलाई 35 करोड भुक्तानी गरिएको छ। गहुँ र धानको न्यूनतम समर्थन मूल्य तोकिएको छ। यस आर्थिक वर्षमा 17,000 रोजगारी सृजना गर्ने लक्ष्य अनुरूप हालसम्म 16,008 रोजगारी सृजना भएको छ। केही वित्तीय अपराध तथा सम्पत्ति शुद्धिकरणका विषयहरूमा म जानकारी गराउन चाहन्छु। सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागद्वारा राज्य कोषको दोहन तथा नीतिगत सेटिङमा संलग्न व्यक्तिहरूलाई वित्तीय अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा कानुनी दायरामा ल्याइएको छ। धितोपत्र बोर्ड 2063 बमोजिमको कसुर र ब्याङ्किङ कसुरको मुद्दामा संलग्नहरूमाथि सिआइबीबाट अनुसन्धान जारी गरिएको छ। दोषीहरूलाई कानुनी दायरामा ल्याइएको छ, ल्याइने पनि छ। 7 वटा सम्पत्ति शुद्धिकरणका मुद्दाहरू दायर भएका छन्। 101 प्राकृतिक तथा कानुनी व्यक्तिहरूलाई प्रतिवादी बनाई मुद्दा अगाडि बढाइएको छ। 118 अर्ब बिगो दाबी कायम गरिएको छ। सार्वजनिक खर्चमा मितव्ययिता पनि अपनाइएको छ। दोहोरो कार्यक्षेत्र भएका बोर्ड, समिति र आयोजनाहरूको खारेजी तथा एकीकरण गरिएको छ। विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र समावेशितालाई प्राथमिकतामा दिने छुट्टै मन्त्रालय गठनसहित कार्यविभाजन मिलान पनि गरिएको छ। मन्त्रालयहरूमा सङ्गठन र व्यवस्थापन ओएमएन सर्वे मार्फत दरबन्दी कटौती गरिएको छ। स्थानीय तहमा निमित्त भरमा चलेका प्रमुख प्रशासकीय अधिकृतहरू निमित्तको भरमा चलेकोमा त्यो समस्यालाई समाधान गरिएको छ। सुशासन कायम गर्न नेपाल सरकार निरन्तर प्रतिबद्धता रहेको छ भन्ने कुरा सबैलाई अवगत गराउन चाहन्छु।